गुड मर्निङ सबैजनालाई। र अहिले चाहिँ म भर्खर उठेको हो। फेरि पनि हामी बिहामा जान आँटेको छौँ। अब रेडी भएर जाँदैछौँ। आज चाहिँ खास बिहा हो तपाईँहरूलाई मैले हिजोको पनि भिडियो अपलोड गरिसकेको छु, हेर्नुहोस् होला। त्यो चाहिँ हिजोको हालेको चाहिँ अब फेरि आजको पनि म तपाईँहरूलाई भरे हाल्नेछु। तपाईँले हेर्नुहोस् र कमेन्ट पनि गर्नुहोस् तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो हो। अन्त अब चाहिँ म रेडी हुन्छु, तपाईँहरूलाई हामी सुन्दर देखाउने छु है। अहिले यति नै। यहाँ यता आइसकेको छु हो। अब चाहिँ मैले बनाउनु भएन किनकि पुरा पानी परिरहेको थियो त्यही भएर म छाता छैन, त्यही भएर चाहिँ मैले रेडी छु। त्यसपछि छाता चाहिँ छाता पुगेको छु मेरो घर हो। तपाईँलाई सुन्दर माथि देखाउँछु है। अहिले चाहिँ भने म आइ पनि सकेको छु। तड्का हो, यहाँ चाहिँ आलु कटाइ हुँदैछ हो। म पनि अहिले भर्खर काटेर बसेको। र यहाँनिर बहिनी यता हेर्नु सुल्टिनी बहिनी हो सर्म गर्दैछ। हेर्नुहोस् आजदेखि हाम्रो काम चाहिँ यहीँदेखि सुरु भइरहेको छ हो। आलु तास्नेदेखि सबै आफ्नो आफ्नो कामपट्टि लागिरहनु भएको छ। भरे चाहिँ अब यो बहिनीले चाहिँ भाङ्रे डान्स खान्छ हो सोल्टिनीले। अहिले चाहिँ होइन रेडी लन्च टाइम पनि भइसकेको छ र यहाँनिर लन्च अहिले चाहिँ अलिक तल आइरहेको छ होइन। माथि चाहिँ बिहा भइरहेको बिहा घर मेकअप गरेर केटा त्यस्तै भइरहेको छ। मेकअप गरेर केटा भइरहेको छ। मेकअप गरेर केटा त्यस्तै भइरहेको छ। कोकोलाई मनपर्छ भन्नुहोस्, मलाई भन्नुहोस् होइन। पुरा घामहरू लागिरहेको छ हो, गरम पुरा भइरहेको छ। पनि यहाँ गर्मी छ कि भन्दा चाहिँ 40मा भेस्ट है तपाईँहरूलाई। हेर्नुहोस् न वेदर चाहिँ यस्तो छ र बिहान चाहिँ पुरा पानी परिरहेको थियो त। अहिले चाहिँ मैले सोचेको थिएँ आज दिनभरि पानी पर्छ होला जस्तो लाग्दै थियो, तर त्यस्तो चाहिँ भएन हो। घाम लागिरहेको छ हेर्नुहोस् न, रमाइलो भइरहेको छ। विशेष आजको नवबरवधु आफ्नो बनाएको स्थानमा, यो सुन्दर स्थानमा हजुरहरूलाई आजको नवबरवधुलाई सुन्दर बनाएको स्थानमा प्रवेश गरिदिने एउटा त्यहाँ नियम छ। त्यो नियमलाई पालन गरेर हजुरहरू